तपाईहरु सबैजनालाई प्यारो प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। गत 10-12 वर्षदेखि एउटा संस्कृति सारा संसारमा सबै जनसमूहमा एकदमै प्रचलित भएर गइराखेको छ। हो म कुरा गरिराखेको छु ट्याटूको बारेमा, अर्थात् आफ्नो शरीरमा खोप्ने अर्थात् आफ्नो शरीरमा नक्साहरू बनाउने अनि आफ्नो शरीरलाई खोपेर त्यहाँ ट्याटू बनाउने कुरा कल्चरको बारेमा म कुरा गरिराखेको छु। जुन कल्चर चाहिँ यति साह्रो संसारमा यो दिनमा प्रसिद्ध भएर गइराखेको छ। यो कुरोहरू प्रसिद्ध हुनमा के कुरोको चाहिँ हात छ? एउटा प्रश्न हाम्रो जीवनमा आउँछ, के यो एउटा साधारण कला मात्रै हो कि केही कुरो छ, केही रहस्य लुकेको छ यसको पछाडि भनिकन हामीले हेर्नु आवश्यक छ। बाइबलले हामीलाई लेवीको पुस्तक 19:28 प्रष्टसँग बाइबलमा परमेश्वरले भनिदिनु भएको छ, तिमीले आफ्नो शरीरमा खोपेर आफ्नै लागि वा कुनै मरेकाहरूको लागि तिमीहरूले छाप नबनाउनु, म परमप्रभु परमेश्वर हुँ भनिकन परमेश्वरले भन्नुभएको छ। तपाईलाई ट्याटू बनाउनुको निम्ति एकदमै डरलाग्दो ज्योमेट्रिकल सिम्बलहरू एकदमै भूत प्रेतको चिनो नै तपाईँले बनाउनु पर्दैन। तर तपाईँले एउटा क्युट खालके ट्याटू बनाउँदा पनि, एउटा हाँसउठ्दो खालके ट्याटू तपाईँको शरीरमै छ भने पनि यसले नि डरलाग्दो शारीरिक अनि तपाईँको व्यक्तिगत सम्बन्धलाई त्यसले प्रभाव पारिराखेको हुन्छ। अनि यस्तो डरलाग्दो आत्मिकी शक्ति तपाईँको जीवनमा खोलिन्छ, जुन आत्मिकी शक्तिलाई नि तपाईँले पछि गएर त्यसको दास बनिनुहुन्छ अनि त्यसले तपाईँको भावनालाई खेलाउँछ, तपाईँको जीवनसँग यस्तो प्रकारले जोडिएको हुन्छ जहाँबाट चाहिँ अन्धकारको शक्ति चाहिँ एउटा ढोका जस्तै तपाईँको जीवनमा ओरदोर गर्ने अनि त्यसले प्रभाव गर्ने तपाईँको जीवनमा त्यसले मौका पाउँछ। ट्याटू चाहिँ नि तपाईँको छालासम्म मात्र सीमित रहँदैन। जब तपाईँले ट्याटू आफ्नो शरीरमा लाउनुहुन्छ यो चाहिँ एउटा नक्सा बनिन्छ, एउटा चित्र बनिन्छ अनि यो चित्रले चाहिँ अन्धकारको संसारसँग तपाईँलाई जोड्ने अनि तपाईँलाई अपरेट गर्ने तपाईँको लागि त्यसले बाटो खोलिदिन्छ। किनभने परमेश्वरले अगाडिबाट नै लेवी 19:28 भनिसक्नु भएको छ, तैँले तेरो शरीरमा खोपेर दाग नबनाउनु। भन्नुको मतलब परमेश्वरले रिजेक्ट गरिसक्नु भएपछि, परमेश्वरले हुँदैन भनिसक्नु भएपछि अब कुन चाहिँ ऊर्जा खोलिन्छ त? ईश्वरीय ऊर्जा त खोलिँदैन, जीवन ल्याउने ऊर्जा खोलिँदैन। त्यहाँबाट हामी निश्चय बुझ्छौँ यहाँ चाहिँ के हुन्छ, अन्धकारको शक्तिलाई तपाईँको जीवनमा बोलाउने ऊर्जा खोलिन्छ, अन्धकारको शक्तिहरूसँग हिँडुल गर्ने ऊर्जा खोलिन्छ, अन्धकारको शक्तिसँग तपाईँको जीवनलाई जोड्ने ऊर्जा खोलिन्छ। यो चाहिँ राम्रो ऊर्जा होइन। पहिला पहिला रमाइलो हुन्छ होला, पहिला पहिला तपाईँलाई मजा लाग्छ होला, तर बिस्तारै बिस्तारै त्यसले तपाईँलाई दास बनाउँछ। शैतानले गर्ने हरेक कार्य त्यस्तै हुन्छ। हेर्दाखेरि साधारण देखिन्छ है, फन देखिन्छ, रमाइलो देखिन्छ, तर पछि गएर यहाँबाट नै तपाईँको जीवनलाई कन्ट्रोल गर्ने, यहाँबाट नै तपाईँको जीवनलाई निर्धारण त्यसले समात्ने अनि तपाईँको जीवनलाई दिशा निर्देश दिने काम यहाँबाट नै भइराखेको हुन्छ। म तपाईँलाई एउटा सल्लाह दिन चाहन्छु, जतिजनाले आफ्नो शरीरलाई खोप्नु भएको छ, ट्याटू लाउनु भएको छ वा जतिजनाले लाउने विचार गर्दै हुनुहुन्छ, यो पुस्तकलाई एकपल्ट तपाईँले खोजेर पनि पढ्नुहोस् अनि तपाईँले बुझ्नुहुन्छ यो पुस्तकले जुन आत्मिकी कुरा गरिराखेको छ त्यहाँबाट तपाईँ अनि मलाई थाहा हुन्छ कि ट्याटू बनाउनु एउटा साधारण जिस्किने रमाइलो कुरा मात्रै होइन, तर यससँग चाहिँ आत्मिकी संसार जोडिएको छ अनि तपाईँको जीवनमा आत्मिकी संसारले प्रभाव पार्न थाल्छ। दुष्टको तपाईँको जीवनमा प्रभाव बढेर जान्छ, किनभने तपाईँले त्यसलाई अनुमति दिएर तपाईँको जीवनको हृदयको ढोका खोल्दै हुनुहुन्छ। अनि जब तपाईँले तपाईँको जीवनको ढोका खोल्नुहुन्छ त्यसले आएर तपाईँभित्र के गर्छ, त्यसले बास गर्छ। त्यो चाहिँ तपाईँको जीवनको मालिक हुन्छ अनि तपाईँको जीवन चाहिँ बिस्तारै दास भएर जान्छ अनि तपाईँलाई थाहा पनि हुँदैन कि तपाईँले किन कतिवटा प्रतिक्रिया किन गर्दै हुनुहुन्छ, तपाईँको जीवनमा किन चाहिँ यस्तो हुँदैछ, किन यो घटनाहरू घट्दैछ भनिकन तपाईँलाई थाहा पनि हुँदैन, तर तपाईँलाई त्यसले दास बनाइसकेको हुन्छ। यदि तपाईँको जीवनमा तपाईँले त्यो ट्याटू बनाउनु भएको छ भने दुईवटा कुरा तपाईँले गर्न सक्नुहुन्छ। आजको दिन परमेश्वरको उपस्थितिमा म तपाईँलाई यो कुरा भन्न चाहन्छु, पहिलो कुरो हो पश्चाताप गर्नुहोस्। पश्चातापले चाहिँ त्यो दुष्टले खोलेको ढोका, जुन तपाईँले आफ्नै स्वेच्छामा ढोका खोलिदिनु भयो अनि त्यसले गरेको ठाउँमा त्यसलाई हटाउने कार्य सुरु हुन्छ। जब तपाईँले पश्चाताप गर्नुहुन्छ तब परमेश्वरले तपाईँलाई त्यो शक्ति, त्यो कुरो दिनुहुन्छ अनि तपाईँको जीवनमा प्रभु येशू ख्रीष्टको रगतले सब पाप धुइकन तपाईँलाई माफ गर्नुहुन्छ। अर्को कुरो प्रभु भोज लिनुहोस्। प्रभु भोजमा त्यो शक्ति छ,
जुन शक्तिद्वारा चाहिँ तपाईँको जीवनमा आएको सबै करार, जुन करार तपाईँले बान्नु भएको छ त्यो करारहरूलाई मेटाउने प्रभु भोजमा शक्ति छ। पहिलो कोरिन्थी 11 अध्यायको 25-26मा तपाईँले पढ्नुभयो भने प्रेरित पावलले पनि त्यही भन्नुहुन्छ। उहाँले कचौरा लिनुभयो अनि कचौरा लिकन उहाँले यसो भन्नुभयो, यो ल्याऊ अनि पिऊ, किनभने यो चाहिँ मेरो रगतमा भएको नयाँ करार हो। इट्स अ न्यू कभनेन्ट। तपाईँको हिजोको दिन अघि भर्खरैसम्म तपाईँको अवस्था कस्तो थियो मलाई थाहा छैन, तर यदि तपाईँ नयाँ करारमा पस्न चाहनुहुन्छ, पुरानो ढोकाहरू बन्द गरेर, पुरानो करारहरूलाई खारेज गरेर, शैतानसँग गरेको पुरानो सहमतिलाई खारेज गरिकन तपाईँ नयाँ कुरामा पस्न चाहनुहुन्छ भने प्रभु भोज लिनुहोस्। आउनुहोस्, म तपाईँहरू जतिजना हुनुहुन्छ यो कुरोले तपाईँको जीवनमा सताइराखेको तपाईँले अनुभव गरिराख्नु भएको छ। सायद आनन्दको लागि, कला देखाउनको निम्ति तपाईँले तपाईँको शरीरमा लगाउनु भयो होला, तर शैतानले चाहिँ केही कुरा भन्नलाई पनि शैतान चाहिँ फनको लागि चाहिँ शैतानले केही पनि गर्दैन है। JFF भन्छौँ नि, जस्ट फर फन चाहिँ शैतानको लागि कहिले पनि हुँदैन। शैतान चाहिँ बाइबलले भन्छ व्यापारी हो। त्यसले जब जब तपाईँको जीवनमा केही कुरो लिएर आउँछ, तपाईँको जीवनको केही कुरो त्यसले लिएर जान्छ। त्यसले गर्दा तपाईँहरूको लागि म प्रार्थना गर्न चाहन्छु। जो कोही पनि हुनुहुन्छ आफ्नो ट्याटु बनाउनु भएको छ त्यहाँ हात राख्नुहोस् अनि प्रभु येशू ख्रीष्टको नाममा म तपाईँहरूको लागि प्रार्थना गर्नेछु। अनि यो प्रार्थना गरौँ कि तपाईँको जीवनको त्यो अन्धकारको शक्तिले खोलेको ढोकाहरू है, त्यो पोर्टलहरू जुन खोलिएको छ, जुन द्वार खोलिएको छ दुष्टको शक्तिलाई तपाईँको जीवनमा काम गर्नको निम्ति, अनि तपाईँको रगतद्वारा तपाईँले त्यो कुरोलाई सही अनि हस्ताक्षर गर्नुभएको छ, तपाईँले रगत बगाइकन त्यो कुरो चाहिँ बन्द भएको होस् भनिकन हामी प्रार्थना गर्नेछौँ। आउनुहोस् प्रार्थना गरौँ। परमेश्वर पिता, म तपाईँलाई धन्यवाद दिन्छु। आजको यो समय तपाईँले यो कुरोलाई राख्नमा तपाईँले मद्दत अनि सहायता गर्नुभयो। तपाईँको जतिजना छोराछोरीहरू प्रभु यसघरि यो कुरोलाई सुनेर, यो कुरोलाई बुझेर उनीहरू तपाईँको उपस्थितिमा आएका छन्, सबैजनाको जीवनको श्राप मेटाउन तपाईँ क्रुसमा मर्नुभयो। गलाती 3 अध्यायमा तपाईँले भन्नुभएको छ, क्रुसमा झुन्डिने चाहिँ हरेक श्रापित होस्, रुखमा झुन्डिने, वृक्षमा झुन्डिने चाहिँ प्रभु तपाईँ यीशु ख्रीष्ट तपाईँ हाम्रो निम्ति श्राप बनिकन त्यो प्रभु क्रुसमा तपाईँ झुन्डिनु भयो। अनि प्रभु परमेश्वर तपाईँले त हाम्रो लागि श्रापित हुनुभएको कारणले गर्दा तपाईँले हामीलाई यो श्रापमा पनि बस्न प्रभु तपाईँले हामीलाई बसेको चाहनुहुन्न, त्यहाँ बसेर प्रभु शैतानको दास भएको तपाईँ चाहनुहुन्न। म यो प्रार्थना गर्छु तपाईँको छोराछोरी जतिजनाले यो कुरालाई, यो आह्वानलाई सुनिराखेको छ, उनीहरूको जीवनमा भएको यो ट्याटुबाट बगेको शक्ति, यो ट्याटुबाट बगेको प्रभु अन्धकारको शक्तिलाई प्रभु मृत्यु अनि पातालको जुन ढोका खोलिएको छ, प्रभु दुष्टताको ढोका खोलिएको छ, दुष्ट आत्माहरू बस्ने अनि प्रभु ओहोर दोहोर गर्ने जुन ढोका खोलिएको छ, अन्धकारको शक्ति प्रभु चहल पहल गर्ने ढोका खोलिएको छ, उनीहरूको सोलमा, उनीहरूको बडीमा, उनीहरूको स्पिरिटमा, प्राण आत्मा अनि शरीरमा खोलिएको ढोकालाई यीशु तपाईँको नाममा हामी सधैँको लागि बन्द गरिदिन्छौँ। अनि तपाईँ यीशु ख्रीष्टको नाममा प्रभु तपाईँको शक्ति अनि सामर्थ्य प्रभु त्यो ठाउँमा हामी लगाउँछौँ। तपाईँ यीशु प्रभुको रगतलाई हामी लाउँछौँ, तपाईँको आत्माको शक्ति लाउँछौँ अनि हामी प्रभु स्वर्गदूतको पहरा त्यस ठाउँमा माग्छौँ। आजदेखि उसो त्यो ठाउँ सधैँको लागि अन्धकारको शक्तिको लागि सिल भएको छ, बन्द भएको छ, सधैँको लागि प्रभु त्यो ढोका बन्द भएको छ। आजदेखि त्यो ढोका उग्रिने छैन, त्यहाँबाट अन्धकारको शक्तिहरू हलचल गर्ने छैन, किनभने तपाईँले हामीलाई नयाँ करारमा डोर्याउँदै हुनुहुन्छ। पुरानो करारहरू भत्किएका छन् अनि प्रभु येशू तपाईँको छोराछोरीको जीवनमा यो नयाँ करारले काम गर्न थालिसकेको छ। धन्यवाद सबै कुरोको लागि प्रभु। उनीहरूमाथि तपाईँको रगत लाउँछु, पवित्र आत्मा तपाईँको अभिषेक तपाईँको छोराछोरीमाथि राखिदिनुहोस्। अनि प्रभु यो कुरोलाई, यो सत्यतालाई उनीहरूले जब ग्रहण गरेका छन् प्रभु, यो सत्यताको प्रभु अब विजयतामा प्रभु स्वतन्त्रतामा तपाईँले उनीहरूलाई डोर्याउनुहोस्। धन्यवाद सबै कुरोको लागि प्रभु येशू ख्रीष्टको नाममा, आमेन। हवस् त, प्रभु येशू ख्रीष्टले तपाईँहरू सबैजनालाई धेरै आशिष दिउन्। जय मसीह।